चोबारको रोड चाहिँ अहिले यस्तो बनाइसकेको छ। चोबारमा विकास चाहिँ हुने भएन। यो पुरै खाल्टाखुल्टुक हामी पहिला आउँदा नि यस्तै नै थियो, खाल्टाखुल्टुक। अब 2-4 वर्षपछि हेर्दा नि यस्तै छ चोबार चाहिँ। यहाँबाट चाहिँ ठ्याक्कै बागमती पुल मिसिन्छ होइन, ठ्याक्कै बागमती पारिपट्टि जाने बाटोमा ठ्याक्कै मिसिन्छ क्या यो बाटो। सबै अगाडि गइसक्यो त हौ, म एक्लै पछाडि छु त। म पनि अगाडि जानु पऱ्यो कि क्या हो। आज कता कता देखाइरहेछ बे यो, पागल त भएन मोबाइल। लोकेसन कता कता देखाइरहेछ त। मलाई बोक्न लगाउँछ तिमी फेरि मामालाई? साले मामालाई बोक्न लगाउँछ नि यार। यो झोला यहाँ मसँग यस्तो, यो झोला मसँग छ होइन, मसँग भन्नाले उनले बोक्ने हो। मलाई बोकाउँछ नि यार, मलाई बोकाइरहेको। के कति छ दिदी, के गर्ने यो सामान? यति हाल्नु भनेको थियो, त्यो अनुसार हालिदियो हामीले। अब कति लग्नुहुन्छ, के गर्नुहुन्छ, अब निकाल्नुहुन्छ के गर्नुहुन्छ त? अब जान्छ र 1-2 केजी बेसी होइन हेरौँ खाँदा। जोख्न चाहिँ जोख्या छैन। यो चाहिँ धराराको मुनि हो। यहाँ चाहिँ बाइक पार्किङ हो, तपाईँहरू आउन सक्नुहुन्छ। र हामीले अगाडि बाइक यहाँ राखेको थियौँ, त्यसपछि अनि म मेरो बाइक लग्न हेलमेट लगाएर आइसकेको छु। सर्ट होइन, सब ओभरटेक हानेर गइहाल्यो त हौ। हामी मात्रै पछाडि छौँ त भन्न मिलेन, हामीले पनि ओभरटेक हान्नु पऱ्यो। ओवरटेक गलत काम करके लोग आगे जाते हैं, अच्छा काम करके लोग आगे जा नहीं सकते। हेलो साथीहरु, वेलकम ब्याक छ मेरो आजको नयाँ मोटो ब्लगमा। सो आज हामी चाहिँ बालकोट जाँदैछौँ। म र भान्जा एउटा दिदी सामान ल्याउनु पर्ने थियो, त्यो सामान चाहिँ हामीले कलेज पुऱ्याइदिन लागेको छौँ। त्यो सामान चाहिँ यहाँ छ। अनि यो भयो हाम्रो रुमको डेकोरेसन। अनि हाम्रो भान्जा साहेब यता हेरिदिउँ न, यता जानु, यता हेलो हो। यस्तो बवाल भइसकेको छ। कोही सिङ्गल हुनु होइन कोही यताउति हुनुहुन्छ भने यता सम्पर्क गर्नु होला अहिलेलाई। हामी चाहिँ अहिले रुमबाट निस्किसकेका छौँ। रुममा निस्किसकेपछि चाहिँ अहिले हाम्रो यात्रा चाहिँ जनसेवासम्मको हुँदैछ। जनसेवाबाट हामी चोबार हुँदै बालकोट जानुपर्ने हाम्रो काम छ। चोबारको रोड चाहिँ अहिले यस्तो बनाइसकेको छ। चोबारमा विकास चाहिँ हुने भएन। यो पुरै खाल्टाखुल्टुक हामी पहिला आउँदा नि यस्तै नै थियो, खाल्टाखुल्टुक। अब 2-4 वर्षपछि हेर्दा नि यस्तै छ। चोबार चाहिँ त्यहाँ माथि छ। यो चाहिँ चोबारदेखि तल हेटाबाट जाने रोडतिर मिसिन्छ यो। यो चाहिँ ठ्याक्क हेटाबाट जाने रोड भयो। उता चाहिँ हामी चाहिँ जाने अब यहाँबाट लेफ्ट हो। यो हेटाबाट जाने भयो भने चाहिँ भैँसीबाटी जाने पनि यहाँबाट नै हो। सर्टकट बाटो कसैलाई थाहा छैन भने भैँसीबाटी इक्जाम दिन जाने बेलामा यदि कीर्तिपुर कोही मान्छेहरू छन् भने यहाँबाट एकदम सर्टकट बाटो हो। अब ट्याक्कै यहाँबाट आउँछ यो मन्जुश्री पार्क भन्ने। यो चाहिँ यो माथिको मन्जुश्री पार्क हो अरे। अनि यहाँ एउटा पुल छ, ठ्याक्क यो मन्जुश्रीले काटेको खोल्सा भन्ने छ नि त, ठ्याक्कै यहीँ नै हो क्या त्यो। यो पुल ठ्याक्कै यो यतापट्टि कीर्तिपुर भयो, उतापट्टि चाहिँ ललितपुर। उयो यो चाहिँ मन्जुश्रीले काटेको खोल्सा हो अरे भन्ने एउटा चलन छ। हामीले पुल चाहिँ काटिसक्यौँ। अब यो पुल काटेर हामी क्रस गरेर पारि गयौँ भने ठ्याक्कै हाम्रो चाहिँ वहाँ के भन्छ एकान्त कुनामा मिसिन्छ क्या यो रोड। ठ्याक्कै यो एरिया हो एकान्त कुना होइन, एकान्त कुना हो। अब यहाँबाट चाहिँ हामीलाई राइट जानुपर्ने हुन्छ। अहिले ट्राफिक लाइट लागेको छ यहाँनिर। यिनी आन्टी यता आउने हुन अरे, त्यहाँबाट पनि छ। कहाँको लगन खेल हुनु? एकान्त कुना हो यहाँनिर। फेरि जेब्रा क्रस मान्छेहरू 81 बाटो काटिदिन्छन् कि यहाँनिर, अलि गाह्रो हुन्छ। स्पिड गर्नुहुन्न, बिस्तारै चलाउनु पर्छ। म एक्सिडेन्टमा धेरैचोटि परिसकेको छु अहिले, त्यही भएर मैले कुदाउँदैन। पहिले मैले एकदमै कुदाउँथेँ कि यो हन्डा बाइक भए पनि होइन, एकदमै कुदाउँथेँ। अनि म अहिलेसम्म चाहिँ 4 चोटि एक्सिडेन्टमा परिसकेँ क्या। म 3 चोटिसम्म चाहिँ मलाई केही पनि भएन, 4 चोटिमा चाहिँ मेरो दिमाग आयो क्या अब मैले कुदाउनु हुन्न। मेरो भएको सम्पत्ति यही हो एउटा हन्डा बाइक।
होइन काठमाडौँमा बसी खानलाई। अब कुदायो भने त मऱ्यो भने जिम्मा कोही पनि हुन्न होइन, कोहीले न उपचार गरिदिनु, मसँग पैसा पनि छैन। त्यही भएर चाहिँ मैले अब कुदाउनु हुन्न हामीले, अब चाहिँ हामीले सेफसँग चलाउनु पर्छ भनेर मैले बाइक चाहिँ कुदाउन छोडिसकेँ। त्यही भएर तपाईँहरू पनि नकुदाउनु होला बाइक होइन, त्यो चाहिँ म भन्न चाहन्छु तपाईँहरूलाई। सेफ्टी हो कि जे पनि। अब आज कुदाएर भोलि बाइकै चलाउन पाएन, यस्तै भिडियो आउन पाएन तपाईँहरू माझमा भने त त्यो कुदाएको फाइदा नै भएन नि होइन। कुदाउनु मतलब कुदाएर कामै छैन क्या, कि त अब राइडर हुनु पऱ्यो, अब धनी हुनु पऱ्यो, एउटा बाइक फाल्यो भने अर्को बाइक किनिहाल्छु नि भन्ने त्यस्तोसम्म हुनु पऱ्यो होइन। अब होइन भने अब यो एउटा बाइक छ, यही बाइकले जिन्दगी चल्छ, यही बाइकले जिन्दगी त नभनौँ, यही बाइकले काठमाडौँ बस्नेसँग खाना दिन्छ चल्छ भने चाहिँ कुदाएर बाइक फालेर एक्सिडेन्ट बनाएर आफ्नो हात खुट्टा भाँचिएर काम छैन। म चाहिँ त्यो भन्छु। अब नयाँ जेनेरेसनहरूले चाहिँ बुझ्दैनन्। म पनि नयाँ नै हुन त, तैपनि म पनि कति भएर 19 वर्षको त भयो नि भर्खरै, म पनि नयाँ जेनेरेसनै त हो नि। सबै अगाडि गइसक्यो त हौ, म एक्लै पछाडि छु त, म पनि अगाडि जानु पऱ्यो कि क्या हो। वार्कुको ओभरफ्लाई भन्ने पुल यही हो अरे, यही हो ओभरफ्लाई वार्कुको। तर हामी चाहिँ मुनिबाट जानुपर्ने भयो, त्यहाँबाट जाने हामीलाई छैन। अब यहाँबाट हामी राइट बोल्न पनि के बोल्नुपर्छ त्यो पनि के देखाइदिनु अहिलेसम्म दाइ? ओभरफ्लाई भन्छ यार, ओभरफ्लाई पुल रे के। मैले चाहिँ बाटो यहाँ अगाडिसम्म चिनेको छु। अब त्यहाँदेखि उता चाहिँ लोकेसन हेरेर जानुपर्ने हुन्छ। कता देखाइरहेछ बे यो, पागल त भएन मोबाइल। लोकेसन कता देखाइरहेछ त, के हो ल? मोबाइल पागल हो कि हामी मान्छे पागल हो? दाइ तिम्रो यो लोकेसनको उ त के बाटोको छेउछेउबाट हर्छ त। अब यसले साइड लाइट बालेको छ, अब यो कहाँ जाने हो थाहै छैन। फेरि साले स्कुटी चलाउनेहरू सबै यस्तै हुन्छ नि क्या हो। म त आन्टीहरू भन्थेँ, यो त भर्खरको केटाहरू हो त यिनीहरू त, यिनीहरू पनि त्यस्तै गरे नि त। मलाई बोक्न लगाउँछ तिमी फेरि मामालाई? साले मामालाई बोक्न लगाउँछ नि यार। यो झोला यहाँ मसँग यस्तो, यो झोला मसँग छैन, मसँग भन्नाले उनले बोक्ने हो। मलाई बोकाउँछ नि यार, मलाई बोकाइरहेको ल्याइसक्यो क्या हौ दिदी। हुँदै नि होइन हामी चाहिँ अब यहाँबाट त्यहाँ दिदी उन झोला बोक्दै जाँदा छौँ। बालकोट भन्ने गाउँमा आएर यार भेटिन्न नि त मान्छे। हामी यहाँ आइसक्यौँ। लोकेसन त हिँड्ती देखाओ के, यहाँनिर देखाओ। तिन दिदी यहाँबाट उता गइन् क्या हो? कहाँ जानुभयो त दिदी? लोकेसन त यहीँको देखाएको छ त। ढोगेर है दाइ, हातमा ढोकर ना दीदी भएपछि त इज्जत करो। तुम्हारा इस वीडियो को मैं उधर भेज देगा आंटी को, इन्होंने ढोकरा बोल के। हायो संस्कारी कति छ दिदी? के कति छ दिदी? के गर्ने यो सामान? यति हाल्नु भनेको थियो, त्यही अनुसार हालिदियो हामीले। अब कति लग्नुहुन्छ, के गर्नुहुन्छ, अब निकाल्नुहुन्छ, के गर्नुहुन्छ त? अब जान्छ होला 1-2 केजी बेसी होइन। हेरौँ जोख्न चाहिँ जोख्या छैन। यही रहेछ दिदीको घर। यहाँबाट पानी पनि पियौँ र अहिले हामी निक्लिसकेका छौँ। अब हाम्रो यहाँदेखि यात्रा भनेको सिधै हुन्छ न्यु रोडमा गएर हामीले यो बाबुको काम गरेको पैसा माग्नु पर्ने हुन्छ। त्यसपछि ठुल्ठुलो कुरा गऱ्यो भने अलिअलि थर्काउनु पर्ने हुन्छ होइन।
फेरि मेन भने यता हो उसले नै थर्काउनु पर्ने हुन्छ मैले त्यहाँ गएर मागा डाक्छ होला यस्तो बाबु तैँले काम गरिहाल्छ त बोलिरहेस् भने नि मलाई फेरि गाह्रो भइहाल्छ होइन त्यही भएर म चाहिँ बोल्नै पर्ने त्यहाँ ठाउँ छैन त्यही भएर अब हाम्रो बाइक चाहिँ त्यहाँ पारी छ त्यहाँबाट हामी बाइकमा चढेर रोड पनि हामीले चिनेको छैनौँ त्यहाँबाट सर्टकट यता गयो भने ठिमीतिर कता पुग्छ त्यहाँ गएर चाहिँ हामी सिधै कहाँ जानुपर्ने हुन्छ भने चाहिँ सिधै 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 हिलाडाले गर्न अनि सिधै न्यु रोड क्या यो चाहिँ धराराको मुनि हो यहाँ चाहिँ बाइक चाहिँ पार्किङ हो तपाईँहरू आउन सक्नुहुन्छ र हामीले अगाडि बाइक यहाँ राखेको थियौँ त्यसपछि अहिले म लग्न गइरहेको छु मेरो बाइक सो मैले मेरो बाइक चाहिँ तानिसकेको छु होइन यो चाहिँ फ्री पार्किङ हो यहाँ पैसा लाग्दैन मैले 2 घन्टा भयो पार्किङ गरेको बालिन्साले बनाएको हो भन्ने मैले सुनेको थिएँ होइन तर कसले बनायो त्यो चाहिँ मलाई थाहा छैन फ्री पार्किङ चढ है चढ अब यहाँ फेरि साँझ भयो नि त अब साँझ भएपछि एकदम जाम हुन्छ बाटै छैन बे बाटै छैन बे बाटो पनि यत्रो सानो छ बिचबाट पुल्दुक पुल्दुक छिराउनु पर्ने हुन्छ होइन बाटो सानो छ रत्न पार्क एरिया हो अहिले गाडी धेरै रहेनछ यो चाहिँ हस्पिटल वीर हस्पिटल यो यतापट्टिको यो वीर हस्पिटल हो जमल यताउति कहाँ जान्छ हामी चाहिँ रत्न पार्कबाट जानुपर्ने हुन्छ यहाँ चाहिँ मान्छेहरू लाइन लागिरहेको हुन्थ्यो अस्तितिर गाडीमा चढ्नलाई क्या त्यो चाहिँ किन अहिले पनि लाइन लागेका छन् दाइ यहाँ लाइन लागेका हुन्छन् क्या जहिले मलाई अचम्म लाग्छ लाइन लागेका हुन्छन् क्या जहिले खोइ त किन गाडीमा चढ्न लागि हो कि अरू केही हो त उयो खोइ के को लागि हो भेट्न लागि हो त जहिले लाइन लागेको देख्छु क्या म रत्न पार्कको पुल चाहिँ यो हो सब ओभरटेक हानेर गइहाल्यो त हौ हामी मात्रै पछाडि छौँ त भन्न मिलेन हामीले पनि ओभरटेक हान्नु पर्यो ओभरटेक गलत काम करके लोग आगे जाते हैं अच्छा काम करके लोग आगे जा नहीं सकते यो चाहिँ अब यहाँबाट धरारा देखिन्छ क्या टक्क देख्यो नि धरारा यो धरारा हुँदै ठ्याक्कै यो गोलो घुमेर चाहिँ हाम्रो घर जाने हो क्या घर होइन रुम भनौँ न घर त अब यो साइड लाइट हेर न कहाँ बालेर कहाँ आइरहेको छ यो मासाला यिनीहरू हेर न साइड लाइट कता बालेर कता आइरहेछन् दिमाग सट्के खायो यिनीहरूको अब एउटाले गल्ती गर्ने हो त अनि 3टाले गल्ती साथै यार धरहरा किन यहाँ जाम लाग्यो गाडी यहाँ किन जाम लाग्यो गाडी खुट्टो कुच्याइदेला फेरि नभोली बस्यो माया धरारा हो त्यहाँनिर छ नेपाल टेलिकम त्यसको यतापट्टि छ यहाँबाट हामी लेफ्ट जानुपर्ने हुन्छ लेफ्ट त्यसपछि त्रिपुरेश्वर आउँछ होइन त्रिपुरेश्वर जाम छ त यहाँ त अब कसरी जानु म खै कसरी व्यक्त गरौँ ए मेरा मनका भावना सधैँ खुसी राख्न पाऊँ तिमीलाई ए मेरी आमा ए अङ्कलले बाटो छोड्दैन हावा नबोला नि छिर्दै नछिर्ने कहाँ छिराने हो छिर्ने भए त छिराइहाल्छ नि
नछिर्नेमा कहाँ छिराउने र मर्नु छ र तर गाँस्न च्याप्पिन